1 वर्ष पछाडि हेरेको कस्तो मेरो कालीबारी हेलो गाइस हामी चाहिँ अब नानालाई लिने हिँडेको नानाको बुढा नानाको बुढा भेना भेना हुनुहुन्छ यहाँनिर खुसीले गदगद खुट्टा भुइँमा छैन हाम्रो भेनाको चाहिँ आज बुढी आउँछ भनेर नि भन्नु कतिको एक्साइटेड हुनुहुन्छ आज बुढीलाई 1 वर्ष पछाडि बुढीलाई भेट्नु पाउँदा कतिको एक्साइटेड हुनुहुन्छ खोइ त नि हाम्रो इन्डियामै आएन त यहाँ आऊ साया नानीलाई भेट्नु पाउँदा चाहिँ कति खुसी लाग्छ 1 वर्ष पछाडि ल भएन यहाँ नगर त यहाँ बोला ल कति खुसी लाग्छ माइजलाई भेट्नु पाउँदा बोला न बोलिरहेको छु त को जाने हो यहाँमा म जाने हो कि न यहाँनिर अनि खोइ हाम्रो बाइकै आएन त नगर भयो अनि हामी नजानु म त बुहारीलाई लिन हिँडेको एक्साइटेड हुन्छ यति धेरै साया कतिको माइजलाई लिन जाँदाखेरि कस्तो भइरह खुसी लागिरह बोला न खुसी लागिरह माइजलाई के दिने भरे भेटेपछि आलुको पोको जाम कता जाने हो चाबी लाउनु भयो घरको चाबी बोक्नु भयो हाम्रो नाइमा यो मान्छे पनि माइजी भेट्नु हिँड्नु भएको होइन कुतुम भन त कुतुमलाई लिनु हिँडेको होइन कुतुम भन न कुतुम भन्ने थियो अघि त साया भन त यो सायाले बनाउ त छिटो आउनु यता जाने हो कति ठ्याक्क 1 वर्ष भयो नि उनीहरू कति गएको वैशाख कति गएको 1 2 गतितिर गएको होइन 1 गति होइन कति भन 1 गते होइन 1 गति त हिँडिसकेको क्यार उडिसकेको क्यार नि 1 वर्ष पछाडि ठ्याक्क भेट्नु पाइँदैछ हामीले चाहिँ हामी धेरै खुसी नि साया ए लु कुदुम पस साया पस भाडा दिनु ला मैले पैसा बोकिन हामी चाहिँ हिँड्यो होइन नाना उसको माइजू मेरो नाना दिदी 1 वर्ष पछाडि नि साया हाम्रो जोडनबाट सिधा बस्छ अरे के सिधा बस्छ न हामी चाहिँ ओह्रालोमा जान्छौँ अब कहाँ हिँडेको अरे हामी एयरपोर्ट अब उही पुग्नु लागेपछि ल गाइस अब भरे देखाउँछु तपाईँहरूलाई मेरो दिदी बाई बाई उतै भेटौँला एयरपोर्टमै भरे पछाडि आउनु हुँदैछ 2 जना मान्छेहरू हामी यता 2 जना हामी यता पछाडि 2 जना कसलाई गयो रहि गयो हामी कता हो यो ठाउँ पेप्सी खोलामा छौँ के खोला रे पेप्सी खोला खोला ए पछाडि चाहिँ हाम्रो परिवार आउँदै हुनुहुन्छ है हजुर मम्मी कता ए हाम्रो उदयपुर गाईदेखिको हल्का माथि होइन साउने हजुर तपाईँको बेलबारी त कता पर्छ ए
अन्त बेलबारी नाम सुनेको थिएँ क्या म त हामी चाहिँ अगाडि छ हाम्रो परिवार चाहिँ पछाडि हुनुहुन्छ बाइकमा आउँदै हुन्छ है है लास्ट भ्लगमा चाहिँ नदेख्नु क्या हामी के हुन्थ्यो होला है साया लास्ट फोनको क्यामेरा नमिलेर हामी नदेखेको हुनु देखिरहेको छु देखिन् त लास्टमा भर्न भन्ने त हाम्रो बलबा तिमीले माइजूलाई के बोकेर हिँड्यौ माइजूलाई बुके किनेर ए पछाडि त फेरि यत्रो आइरहेको त पछाडिबाट यत्रो गाडी आइरहेको यत्रो टडक आइरह टडक सायद यही प्लेनमा आउँदै होला नि ल्यान्ड गर्दैछ वहीँबाट ल्यान्ड गर्दैछ गर्न चाहिँ ल्यान्ड कि ल्यान्ड के जाति गर्दैछ सायद त्यही प्लेनमा आएको हुनसक्छ त्यो कुन देशको हो मलाई पनि थाहा भएन 9 बजे नेपालमा झरिसक्छौँ भन्नुभएको थियो यही होला होला के होला त्यो त हाम्रो दुईजना मान्छे आएन त सायद नगर नि बाइक अप्ठ्यारो हुन्छ पछाडि हुनुहुन्छ एक बिचमा बस्छ न मिलेर दाइलाई अप्ठ्यारो हुन्छ कुदाउन दाइ जाममा परियो गाइज जाममा परियो हामी चाहिँ अक्षर स्कुल आइपुगिसक्यौँ गाइजहरू भरे आउँदा त हामी सबै सामान बोकेर ट्याक्सीमा भेना र नाना बाइकमा आउनु हुँदैछ पछाडि बाइकमा मामा त यस्तो खतराले कुराउनु हुन्छ नि त्यो बाइक चलाउने नि हो हाम्रो भेना त्यो तपाईँलाई भन्नुभयो नि ड्राइभ गर्नुभयो नि उहाँ नि हो भेना मेरो चाहिँ मामा तपाईँ पनि हजुर हजुर त्यही भएर हाम्रो भेना आज धेरै एक्साइटेड हुनुहुन्छ हामी पनि एक्साइटेड छौँ है भइसक्यो हामीलाई चाहिँ चाहन्छन् पैसा भएन हाम्रो चाहिँ 1000 को मात्र रहेछ अनलाइन गरिदिन्छु भन्दा दाइको चाहिँ अनलाइन रहेछ त्यही भएर पर्खिनु भएको छ भेनाहरू आइन्छ हामीसँग 1000 को मात्र छ कि फेरि 1000 को खुलाइ नि रहेन रहेछ दाइसँग चेन्ज रहेन रहेछ त्यही भएर हामी चाहिँ बसिरहेको छौँ कतिखेर आउनुहुन्छ नाना भेना कता गयो तिम्रो मामा त नगर न हामी सँगसँगै आउँथ्यो हिँडेर पछाडि पछाडि खोइ त कहाँ रहनु भयो होइन So guys, यो पैसावाला चाहिँ भेनाले दिन लागेको उसको भेनाको बुढीलाई यो फुलवाला चाहिँ मैले दिन लागेको गाइस यो पैसामा कति होला त गेस गर्नु त विदेशबाट आउने मान्छेले नेपालमा बस्ने मान्छेलाई दिनुपर्ने पैसा नेपालमा बस्ने मान्छेले विदेशबाट आउने मान्छेलाई दिँदैछ पैसा वा नगर्नु नि साया खै भेना आउनु भएन त उताबाट आउनुहुन्छ ए त्यसो हामी त हो आइसक्यो होला है सायद कतिखेर ल अब मार्नुहुन्न ल्या ल हामी भित्र छिर्दै भित्र बनाउनु दिन्छ कि दिएन हजुर अङ्कल ल हामी आइयो साथीहरू भित्र बस्नु न लागोस् ए बुके त यहाँ राम्रो राम्रो थियो नि नाना नाना
कहाँ हो लिन जानुपर्ने हामीले नानालाई जानु त नि नगर न हामी चाहिँ आइसक्यौँ म बुक्की बोकिरहेको छु यति धेरै हजुर खोइ जानु भएन वहाँ देखेँ I am so excited. हाम्रो नाना पनि धेरै एक्साइटेड हुनुहुन्छ नि मेरो माइक छ कि छैन हेर्नु होइन घाँटीमा माइक छ कि छैन घाँटीमा माइक चाहिँ कहाँ झरिकाएको हुन्छ हेरि ए ऊ नानी पनि माइजू भेट्नुको लागि धेरै भित्र जानुभएको छ तपाईँले खाँदा भित्रै कोठामा जाऊँ न भित्र जाऊँ आया लु खुट्टा पनि ठेस लाग्यो के बनायो खै कहाँ जानुपर्ने हो Kita mana भेट्नु मन लागिसक्यो हामी चाहिँ वेटिङमा छौं एकछिन खै आउनु भएन त बेना साइड कहाँ हुनुहुन्छ नानी ला लोरे ल बिहान तपाईँको बुके बोक्नु माथि जाने हो हामी जान धेरै एक्साइटेड उहाँ गइसक्यो नानीहरू यहाँ आउनुहुन्छ हामी चाहिँ भित्र छौँ नानाको वेटिङमा आइपुग्नु भयो तर यहाँ हामी भएको आइपुग्नु भएको छैन कहाँ बस्ने हामी नानी बाटोदेखि न ओइ नाइमा खोइ नाइमा खोइ साय नाइमा यसमा पनि आएर जस्तो छ हाम्रो बुहारीहरू छैन हाम्रो नाना आएन त क्या हो छैन यताबाट मजाले गरेन नहल्ला मलाई त आउँदैन है कान्छ छैन मेरो त हल्लिन्छ धेरै जस्तो छ ल ए जाम न आउनु हैन आउनु नि त निशान कतिको ह्याप्पी छ सो ह्याप्पी हो कि फ्याक्टी हो म पनि छु है या ए नाइमाले सबै पोखाए जस्तो छ होइन छैन कताबाट आउँछ यताबाट आउँछ कि आउँदै हो आउनु हुँदैछ कान्छ रुन लागिसक्यो निशान ए निशान रुदिन कान्छ रुन आँटिसक्यो रुयो कान्छ रुदिन म
ओ हेर्न नाइमा नाइमा लिएर आऊ न नाइमालाई हेर्न छोरी लेख्ने आएन छिटो यस यस आयो खै खै ओ आवाज चाहिँ मजाले गर्ने न छिरो आवाज चाहिँ मजाले छिरो छिरो ओइ नाइमा खोइ नाइमा उही छ त ऊ नाइमा छोड त नाइमालाई हेरौँ नाइमा नायो तिनी यसरी यहाँ आयो 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 रुन्छ रुन्छ ओइ नानी कहाँ छ है कहिले कम्टिन्यू आयो साय लगाइदेऊ कि माइजूलाई लगाइदेऊ ल नाइमा खोइ नमस्ते माइजूलाई जान तपाईँको भाषा अब मेरो ऊ गरिदिन्छ गरिसक्नु आएको रा रुन्छ रुयो रुको खोइ ल्याउनु म बनाउँछु तपाईँको रुन्छ नमस्ते भाग्यमा रुन्छ माया लाला कान्छ रुयो आँखा रातो न रातो अङ्गल मारेर रुन्छ कान्छालाई अङ्गल मार कुसुम छैन सबै गर्नु एक वर्ष पछाडि हेरेको कस्तो मेरो काली भाइ मलाई कस्तो लाग्यो गान्छ गाइस हामी चाहिँ नाला रिसिभ गरेर पनि हिँडाइसक्यौँ म रुको छैन है अगाडि हुनुहुन्छ हामी चाहिँ नालालाई लिएर हिँड्यौँ कुतुम 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 भन्दै थियो गाइजहरू भेटेर बुहारी माइजू नानालाई भेटेर खुसी लाग्यो म नाना भन्यो नि त हामी चाहिँ एउटा व्यवसायहरू ऊ अगाडि गइसक्यो होइन र पछाडि पछाडि आउनुहुन्छ हामी चाहिँ दिएको पछाडि छ